नमस्कार। आजको बसाइमा यहाँलाई स्वागत छ। हामी यो पावन धरामा छौँ, देवभूमि नेपाल। राष्ट्रदेव पशुपतिनाथको छत्र छायामा छौँ। श्रावण मास भगवान पशुपतिनाथको यो दिव्य वन्दना हामी आजबाट प्रारम्भ गर्दैछौँ। 8वटा श्लोक छन्। हामी प्रत्येक दिन एउटा श्लोकद्वारा भगवान पशुपतिनाथको वन्दना गर्दै अगाडि बढ्नेछौँ। आउनुहोस्, आजको बसाइमा पशुपत्याष्टकमको यो पहिलो श्लोक। पशुपतिम द्युपतिम धरणीपतिम भुजगलोकपतिम च सतीपतिम प्रणतभक्तजनार्तिहरं परं भजत रे मनुजा गिरिजापतिम भजत रे मनुजा गिरिजापतिम। सारा चराचर जगतमा भएका ब्रह्माण्डमा रहेका हरेक प्राणीहरूको संरक्षक भगवान पशुपतिनाथको पावन वन्दना यो श्लोकले गरेको छ। पशुपतिम पशुनाम जीवानाम पाति रक्षति इति पशुपति। पशुपति एक सामान्य देवता मात्रै होइन, पशुपति त्यो हो चराचर ब्रह्माण्डमा रहेका अबोध प्राणीहरूको जसले संरक्षण गर्छ, जसको छत्रछायामा तपाईँ हामी यो धरामा रहेका छौँ, जसका अधीनमा तपाईँ हामी छौँ, जो बिना यो धरामा तपाईँ हामी एक निमेष पनि रहन सक्दैनौँ। श्वास फेर्नका लागि पनि उसकै आदेश चाहिन्छ। त्यस्ता भगवान भोलेनाथ पशुपति। पशुपतिम द्युपतिम धरणीपतिम। भगवान पशुपति केवल कैलाशका मात्रै मालिक होइन, केवल नेपालका मात्रै मालिक होइन, स्वर्गमा भएका तमाम देवी देवताहरूको पनि जसले संरक्षण गर्नुभएको छ। देवी देवताहरूलाई पनि संरक्षण गर्नेवाला त्यस्ता भगवान भोलेनाथ। धरणीपतिम, पृथ्वीको समेत संरक्षण गर्नेवाला उनी भगवान भोलेनाथ हुनुहुन्छ। भुजगलोकपतिम, नागलोकलाई समेत संरक्षण गर्नेवाला त्यस्ता भगवान भोलेनाथ। माता पार्वतीका पति, पार्वतीलाई समेत संरक्षण गर्नेवाला त्यस्ता भगवान भोलेनाथ। भजत रे मनुजा गिरिजापतिम, पृथ्वीमा रहेका हरेक प्राणी हो, सबैले भगवान भोलेनाथको वन्दना गरौँ। जो श्रद्धापूर्वक भगवान शङ्करका शरणमा जान्छ, उसका हरेक पीडा र दुःखलाई अन्त्य गर्नेवाला त्यस्तो भगवान शङ्कर। अभिमानले होइन, श्रद्धा र प्रेमपूर्वक भगवान शङ्करको शरणमा परौँ, जसले तपाईँ हाम्रा हरेक पीडा र दुःखलाई अन्त्य गरिदिनुहुन्छ। तपाईँ हाम्रा अन्तर्मनमा भएका अभिलाषाहरूलाई पूर्ण गरिदिनुहुन्छ। त्यस्ता भगवान शङ्करलाई कोटि कोटि वन्दना छ, कोटि कोटि नमन छ, जसले सम्पूर्ण जीवको संरक्षण गर्नुहुन्छ, भक्तका हरेक पीडा र दुःखलाई अन्त्य गरिदिनुहुन्छ र सम्पूर्ण लोकका अधिपति हुनुहुन्छ। भगवान शङ्कर पशुपतिनाथ नै हाम्रो वास्तविक आश्रयस्थल हुनुहुन्छ। त्यसैले जीवनमा शिव भक्ति नै सर्वोत्तम साधना हो। यो शिवको साधना गर्ने समय प्रेम र भक्तिलाई जागृत गर्दै भगवान शङ्करको आराधनाले नै तपाईँ हाम्रो जीवन मङ्गलमय बन्छ, आनन्दमय बन्छ। हवस् त, दोस्रो श्लोक लिएर फेरि उपस्थित बन्ने नै छु। अहिलेको बसाइमा यति नै। नमस्कार। हर हर महादेव।